आफ्नो टिमका लागि 12 ओभर लिएर आएका छन् युवराज। बलिङमा परिवर्तन गरेका छन् क्याप्टेनले। युवराज अपिल एन्ड गिभन। युवराज आए, आफ्नो टिमका लागि विकेट दिलाए। नरेन भट्ट फर्किनेछन् 15 रन बनाएर पभिलियनको बाटो। युवराज विकेट पश्चातको बलिङ गर्न तयार छन्। किरण ठकुन आएका छन् नयाँ ब्याटरको रूपमा। उनी पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी हुन्। यसपटक अपिल एन्ड गिभन। यसपटक भने राम्रो प्रदर्शन गर्न पाउने छैनन्। 2 on 2 फर युवराज खत्री। अब भने ह्याट्रिकका लागि जानेछन्। 54 बलमा 78 रन आवश्यक छ। बलिङमा परिवर्तन गरेका छन्। युवराजलाई ल्याएका छन्। उठाएर खेले, सिधा फिल्डरको हातमा जानेछ। यस प्रकार 7औं विकेट गुमाउनेछ सुदूरपश्चिम प्रदेश। मिलन रहेका छन् स्ट्राइकमा। 22 बलमा 23 रन बनाएर खेलिरहेका छन् युवराज खत्री। मिलन उठाएर खेले, फिल्डर रहेका छन् त्यहाँ, कुनै गल्ती गर्ने छैनन् र मिलनको पनि विकेटको पतन। हेमन्त धामी आएका छन् नयाँ ब्याटरको रूपमा। यसपटक अपिल औला उठेको छ। यो औला उठेसँगै युवराज खत्रीको 5 विकेट हल पनि पुरा हुनेछ। डक हुँदै फर्किनेछन्। यो हेर्नुहोस्, पिचको माटोलाई चुमेका छन् र टिमसँग रमाइरहेका छन्। यो ठुलो एचिभमेन्ट हुने गर्दछ।